सगरमाथा नेपालको शान र संसारकै अग्लो शिखर त हो, यसमा कुनै शंका छैन। तर धेरैलाई यो थाहा छैन कि सगरमाथा थुप्रै मरेका पर्वतारोही आत्माहरूको घर पनि हो। यो कथा 1998 सालतिरको हो। स्विडेनबाट आएको एक युवक पिटर नेपाल आउँछ। सानैदेखि पहाड चढ्न मन पराउने पिटरका लागि सगरमाथा चढ्नु जीवनकै सबैभन्दा ठूलो लक्ष्य थियो। अप्रिल 20 मा उ सोलुखुम्बु आइपुग्यो। त्यही उसले आफ्नो शेर्पा गाइड भेट्यो। नाम थियो तेन्जिङ। तेन्जिङ अलि कम बोल्ने मान्छे थियो। सायद उसको आँखाले धेरै कुरा देखिसकेको भएर होला। उचाइसँग बानी बसाल्न पिटर केही दिन सोलुखुम्बु मुनि भेगमै बस्यो। लगभग 1 महिनापछि मे 3 का दिन दुवै सगरमाथा आरोहणतर्फ लागे। क्याम्प 1 र क्याम्प 2 सम्म पुग्दा सबै ठीक नै थियो। केही दिनपछि तेन्जिङ र पिटर क्याम्प 3 मा पुग्छन्। राति सुतिरहेको बेला तेन्जिङले एक्कासी बिस्तारै भन्यो, "सर, यहाँ मरेका पर्वतारोहीहरूको आत्मा घुम्छन् भन्छन्।" पिटर हाँस्यो। उसलाई लाग्यो यो सबै डराउन भनिने पुरानो कथा हो। पहिला त उसले खासै ध्यान दिएन, तर त्यो रात उसको मन अलि चिसो चाहिँ भयो। लगभग 10 दिनपछि उनीहरू क्याम्प 4 तर्फ लाग्छन्। क्याम्प 4 सगरमाथा आरोहणकै सबैभन्दा खतरनाक एरिया हो। यसलाई डेड जोन पनि भनिन्छ। क्याम्प 4 नजिकिँदै गर्दा हावा सास जस्तै भारी हुन थाल्यो। अलि अगाडि ठूलो हिउँको खाल्डो आयो, एकदम गहिरो। तल हेर्दा त्यसको अन्त्य नै देखिँदैन। तेन्जिङ पहिले पार गर्यो। उसले पिटरलाई "सबै ठीक छ, बिस्तारै पार गर्नुस्" भनेर संकेत गर्यो। पिटर अगाडि बढ्दै थियो। एक्कासी हिउँले उसको खुट्टा चिप्लियो। चिच्चाउने समय पनि पाएन। ऊ सिधै खाल्डोमा खस्यो। तेन्जिङले बचाउन कोसिस गर्यो, डोरी फ्याँक्यो, करायो, तर उसको आवाज तल पिटर भएको ठाउँसम्म पुगेन। "म मद्दत लिएर आउँछु" भनेर तेन्जिङ हत्तनपत्त तल फर्क्यो। खाल्डोभित्र पिटर घाइते भयो। "बचाऊ, बचाऊ" भन्दै कराइरह्यो, तर अन्धकार बाहेक उसले केही देखेन। उसले बाहिर निस्कन धेरै कोसिस गर्यो, तर शरीर यति थाक्यो कि ऊ त्यही निदायो। त्यसै बेला उसले आवाज सुन्यो, "पिटर, उठ, पिटर।" उसले आँखा खोल्यो। आफ्नो अगाडि एउटा पर्वतारोही उभिएको थियो। उसले भन्यो, "मेरो नाम एन्ड्रयू हो, म तिमीलाई बचाउन आएको हुँ पिटर।" एन्ड्रयूले पिटरलाई बाहिर निकाल्यो। गाइड नदेखिएकाले उसले आफूसँगै हिँड्न भन्यो। "हिँड, मलाई बाटो थाहा छ" भन्दै उसले पिटरलाई आफ्नो पछि शिखरतर्फ लग्यो। घण्टौँपछि दुवै सगरमाथाको शिखरमा पुगे। पिटर खुसीले चिच्चायो, करायो। उसलाई आफूले संसार जितेको जस्तो महसुस भयो। केही बेरपछि पछाडि हेर्दा पिटरले आफू जस्तै धेरै पर्वतारोही लाइनमा उभिएका देख्यो। सबै शान्त, शिखरतर्फ अघि बढिरहेका। उसले बोलायो, तर कसैले जवाफ दिएन। उसले उनीहरूलाई छुन खोज्यो, तर सकेन। पिटरलाई अचम्म लाग्यो, किन सबैले उसलाई नभएको जस्तो व्यवहार गरिरहेका थिए। त्यसै बेला एन्ड्रयूले शान्त स्वरमा भन्यो, "पिटर, तिमी अब उनीहरूको संसारबाट टाढा आइसकेका छौ।" पिटरले भन्यो, "के भन्या यस्तो? मलाई नडराउ है।" एन्ड्रयूले भन्यो, "हिँड, म तिमीलाई केही देखाउँछु।" उसले पिटरलाई आफू लडेको खाल्डोतर्फ लग्यो। पिटर तल हेर्छ, खाल्डो वरिपरि मान्छेहरूको भिड थियो। त्यही भिडमा उसले तेन्जिङलाई पनि देख्यो। ऊ अलि नजिक बढ्छ, अनि उसले जे देख्छ त्यो देखेर उसको खुट्टा मुनिको जमिन हराए जस्तो हुन्छ। केही मान्छेहरूले खाल्डोबाट एउटा लास निकालिरहेका थिए। त्यो लास पिटरकै थियो। त्यो देख्नासाथ ऊ एन्ड्रयूतर्फ फर्किन्छ। एन्ड्रयू, जो अहिलेसम्म मान्छे जस्तो देखिरहेको थियो, एक्कासी उसको आँखा कालो हुन्छ। उसको शरीर पुरै सुकिसकेको हुन्छ। ऊ जमिनबाट करिब 1 फिट माथि तैरिन्छ अनि भन्छ, "तिमी यो दिन यही खाल्डोमा मरिसकेका थियौ र मेरो मृत्यु पनि यही खाल्डोमा 1924 मै भएको थियो। आजसम्म पनि।" धेरै आरोही भन्छन् एन्ड्रयू इर्विन अझै सगरमाथामा देखिन्छ रे। ऊ नयाँ मरेकाहरूलाई बाटो देखाउन आउँछ। त्यसैले यदि कहिल्यै सगरमाथामा कसैले नाम लिएर बोलायो भने फर्केर नहेर्नुहोला, किनकि सगरमाथाले सबैलाई फर्कन दिँदैन।